मर्से गर्नु पर्यो। त्यसो भए हामी ठ्याक्क यति बेला कोट दरबारको सेरोमा छौँ होइन। जनै लाउन मिल्दैन थियो कमरा यो तल्दा दियो कमरा भने चलाउने क्या। हजुर हलो जोत्ने हलो जोताउने तै रातबाट गइरहन्छ जोताएको खामीलाई तै दिल्लीको जोताएर नि त्यस्तो तै जोते यो पञ्चायतकाल राम्रो होइन। पञ्चायतकाल राम्रो होइन अहिलेको चाहिँ राम्रो लाग्यो। यो राम्रो अहिले भन्न चाहिँ यस्तो भनिन्छ नि के भन्नु भयो नि हो त्यो गजुललाई चाहिँ चिरा पारेर एउटा चाहिँ गजुलकोट एउटा चाहिँ गजुल नामले 5 र 6 सुनिल स्मृति गाउँपालिकाको 5 र 6 नम्बर वडा अहिले त्यसरी थालनी भयो। तर नि बस्ने त अब त्यही मेला बेलामा भेटघाट भएपछि भाङ बाल्ने भाङ हजुर यो रागो ल्याएर बाल्टीमा हामीले बाल्ने हो क्या। हजुर रागो फेरि बालेर राउने भाङ बालेर राम्रै राउने। अब तरुण हेरे भाङले हो अब लाइट हो लाइट छैन त्यो भाङले करै हो क्या कडै होइन तरुण बस्न करै हो तरुण बस्ने खुब बस्ने क्या भक्कल गए त्यसरी भयो दुःख हो। अनि हामी कुइलोबास गएर नुन्ल्याम 8 खेप कुइलोबास भन्ने बाजुगञ्ज त्यति बेला जाँदाखेरि कति दिन लाग्थ्यो यहाँबाट? सुनछुरी जान्थे क्या तरुणी हजुर सँगै जाने हो तरुणसँग जान्थे सुनछुरी जान्थे नुनी जाने अब जान्थ्यौँ नि सबै जाने अब बजार ढुल्ने मात्र सुनछुरी बजार हेर्ने रङ्ग मान्थ्यो कि उसले ठौली गरेर पार्थेँ क्या। म यहाँ तरुणी मिठो हुन्थ्यो मिठो भने लागेको मिठो हुन्छ अनि रक्सी खायो अनि त्यसपछि तरुणी बस्नु त्यो तरुणी रक्सी राख्ने क्या ब्राह्मणहरूलाई खुट्टामा ढोगने ठौरी पारेर आएछ नमस्कार बाबु साहब भन्नु पर्यो पहिले भन्नु पर्यो पहिला नभन्नु त हुन्न नि नगरेपछि के हुन्थ्यो त किन गर्न ठुलो बाबु भनेको त बराबर भयो होइन त्यस्तो पनि हुन्थ्यो। नमस्कार नमस्ते नै हार्दिक सुस्वागतम गर्न चाहन्छु। हामी पुस्तक मिडियाबाट यति बेला यो भिडियो सम्प्रेषण गर्दैछौँ। म हुँ तपाईँहरूको प्यारो मान्छे किरण सुवेदी अनि क्यामेरामा हुनुहुन्छ नारायण दैत। यति बेला चाहिँ पुस्तक मिडियाबाट प्रसारित हुने यो कार्यक्रम पुरानो कुरा भाग 1 लाई लिएर यति बेला उपस्थित भएको छु। म आफ्नै जन्मभूमि गजुलकोटबाट यसरी बोलिराखेको छु। हजुरको माझमा मैले यति बेला के भन्न गइरहेको छु भने हामीले चाहिँ पुराना कुराहरूलाई जस्तो कि राजदरबारदेखि लिएर पुराना पञ्चायतकालका कुरादेखि ल्याएर पुराना कुराहरू जस्तै स्रोत साधन गुफाहरू अनि मठ मन्दिर त्यसै गरी पर्यटकीय स्थलहरूको हामी चाहिँ यति बेला भिडियो बनाउन गइरहेका छौँ। धेरै कुराहरू हामी अब भाग अनुसार नै निकाल्ने छौँ। हामीले आज यति बेला चाहिँ भाग 1 मा छौँ। यति बेला हामी मेरै ठाउँ भनौँ गजुलकोटमा एकजना बुढो मान्छे जो कि पञ्चायतकालमा घाउरा भनेर नाम चिनिन्थ्यो। उहाँ घाउरा हुनुहुन्थ्यो। उहाँले चाहिँ केही कुराहरू पुराना कुराहरू खोतल्नु हुनेछ। उहाँसँग चाहिँ हामी भलाकुसारी गर्ने जमर्को गरिरहेका छौँ। कतिलाई चाहिँ थाहा नहुनसक्छ यो पञ्चायतकालमा प्रधानहरू कसरी भए अनि घाउराहरू कसरी भए, पहिले चाहिँ कस्तो हुन्थ्यो, समाज कसरी अगाडि बढिरहेको थियो, अहिले कस्तो लागिरहेछ त्यो विषयमा चाहिँ हामीले पक्कै पनि यति बेला चाहिँ हामीले पोलाएको गेस्ट हुनुहुन्छ। यति बेला पहिले पञ्चायतकालमा चाहिँ घाउरा हुनुहुन्थ्यो होइन। बाजे स्वागत छ हजुरलाई। स्वागत छ बाजे। मैले यति बेला हजुरलाई के सोध्न चाहेँ भनेपछि पहिला घाउरा हुनुहुन्थ्यो होइन। हजुरको नाम चाहिँ पहिला नामबाट जाउँ नि त। कमन थापा हो हजुरको नाम कमन थापा होइन। अनि पञ्चायतकालमा त हजुरले घाउरा कति वर्ष चलाउनु भयो? अब आज जहाँसम्म पञ्चायत हो उहाँसम्म चलाइमा पञ्चायत त पहिले लगभग कति वर्ष जति चल्यो होला पञ्चायत? 30 वर्ष चल्यो हजुर होइन। 30 वर्ष चल्यो हजुर। अगाडि मुख्य जिमाल झन् धेरै वर्ष चल्यो। मुख्य जिमाल थिए हजुर पहिले हजुर। तालद्वार थिए हाम्रो गाउँमा तालद्वार थिए। तालद्वार भने मुख्य हजुर जिम्माल उनले बनाएको घाउरा हो हजुर। उनले बनाएको घाउरा भयो होइन। पञ्चायतकालमा त घाउरा छैन्थ्यो। उइसलाई मुख्य जिम्मालले बनाएको
मुख्य र जिम्मल भन्ने थिए उहिले गाउँमा। अरू 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 कस्ता कस्ता पदहरू हुन्थ्यो? मुख्य भन्थ्यो अरू जिम्मल। अनि प्रधान भन्ने? प्रधान पछि हो। प्रधान अझै पछाडि? पछि पहिले मुख्यले चलाउँथ्यो गाउँ मुख्य चलाएको। यो भूभाग होइन गजुलको यो भूभाग जुन अहिलेको संरचना अनुसार 5 नम्बर वडा र 6 नम्बर वडा पहिले एउटै थियो। एउटै मुख्यले चलाउनु मुख्य जिम्मलले मुख्यले। तर अहिले त 2वटा भयो, चिरा भन्यो होइन? चिरा पर्यो अहिले, चिरा पर्यो पछि पर्यो चिरा। अहिले जिम्मालले पनि तिरो हामी बुझ्नु जाने पछि पहिले मुख्य हुन्थ्यो। हामी तालुदार हुने मान्थ्यौँ त्यहाँ। उनले गराएको घाउरा भन्ने पद भयो होइन, उनले दे पछि अब पञ्चायत कालमा आयो र 30 साल भयो पञ्चायत खायो। 30 साल त खायो नि। 30 साल छ भने अब यहाँ उठ्ने सबैको सदस्य उठ्ने, त्यहाँबाट प्रधान उठ्ने। यस्तै अहिलेको चुनाव जस्तै यो आफ्नो प्यानल हुन्थ्यो 5 जना। पार्टी भन्ने हुन्थ्यो नभई उयो पार्टी हो। उसले जस्तो कि कस्तो कस्तो पार्टी हुन्थ्यो? कोहीले रापरपा पार्टी भन्थे, कोहीले काङ्ग्रेस पार्टी भन्थे, कोहीले अब यो माले यो छैन थियो। माओवादी थियो? माओवादी पनि थियो है। अनि त्यस पछाडि हजुर चाहिँ मुख्यले चलायो देश, गाउँ नै मुख्यले चलाउने हुन्थ्यो। मुख्यले चलाएको। अनि यो मैले सुनेको होइन, हामीलाई थाहा नभएको कुरा, प्रधान भन्ने चाहिँ कति बेलादेखि चाहिँ यो प्रधानले चलाउने भन्ने? प्रधान कति 16 सालमा चुनाव भयो, कति सालमा 30 साल चलायो भने। हजुर त्यति बेला यो गजुलको चाहिँ मुख्य को हुनुहुन्थ्यो त? गञ्जबहादुर मुख्य। खरानन्द रेगबहादुर जिम्माल पहिले चन्द्रकान्ता थिए, उनी मऱ्यो भने रेगबहादुर ल्याए। हजुर त्यो भएको। अनि मुख्यको काम चाहिँ के हुन्थ्यो त? के गर्नुहुन्थ्यो उहाँले? रसिद दिने लेखेर 4 दाम हामीले तिरो हुन्थ्यो। तिरो तिर्ने हुयो। अनि त्यो तिरो त माथि पुग्दैन थियो होला? खै आफैले चलाउनुहुन्थ्यो यो गाउँ नै? अब जान्थ्यो कटवाले करू थियो। कटवाले थियो गाउँमा। कटवाल भन्ने पनि हुन्थ्यो होइन? यो कटवाले करू थियो। ल भोलि मुखिया गएर तिरो पनि जाने हो, गऱ्यो भने जानु पर्यो। सबै जाने, गाउँमै उठेर जाने। यदि कसैसँग त्यति बेला तिरो नतिर्ने पनि पैसा नहुन सक्थ्यो, त्यति बेला चाहिँ कस्तो गए मान्छेका दण्ड सजाय चाहिँ त्यस्तो जग्गै गए मुखिया नहुँ भएको जग्गा त्यो जिम्माल भएको नहुन्थ्यो, तिरो सकिन। अनि जस्तो कि होइन गरिबी भइसकेपछि तिरो तिर्न सकिन, अब त्यो जग्गा चाहिँ कसको नाममा हुन्थ्यो त? मुखिया नाममा जिम्माल नाममा हुन्थ्यो। हो त त्यसमा त टन्न छ होला त अहिले? टन्न भएर मामुली साथीको हेरा पहिरा हाले के हो त? अर्को तिरो गाडी। हजुरले केही पाउनु? हामीले कहाँ पाउने हामी त फटके। अनि हजुरको काम के हुन्थ्यो त? हाम्रो काम त यहाँ ल्याऊ मान्छे भन्नु भने बोलाइदिने। त्यति बेला तलब भन्ने हुन्थ्यो? तलब होला त सुक्का नै भद्र भलार्मी टाइपमा होइन? त्यो झगडा मिलाउने कस्तो? झगडा मिलाउँथ्यौँ है, झगडा मिलाउँथ्यौँ उहिले जमानामा। झगडामा अहिले दण्ड सजाय छैन। हजुर उहिले अब काम हेरेर है कस्तो काम गरिरहेछ उसले, त्यो काम हेरेर मुताबिक 10,000 5,000 तिर्थ्यो पहिले। अहिले कस्तो भनेपछि अहिले पछिल्लो चरणमा चाहिँ बहुविवाह जस्तो एउटा व्यक्तिले 2वटा विवाह। पहिले त हामीले सुनेको होइन, हामीले पनि कथा जस्तै लाग्छ। हजुरहरूलाई देखेकै आँखाले सत्य देखिया जस्तो लाग्छ। 5 त गरे 5 अनि त्यति बेला चाहिँ यो बहुविवाह गर्नुहुन्न भनेर त्यति बेला केही हुन्न? त्यो छैन जतिले नि। अब मुख्य जिम्मालको झन् 3 रोटी 4 रोटी पनि होइन, चालेर गङ्गालालको 5 रुपियाँ गाडी। यो ठ्याक्कै 5 रोटी भनिहाल्नु। 5 रोटी यो प्रायः जसो ठुला पदका मान्छेले मात्र 5 रोटी ल्याउने कि अरू सामान्य दबाई गरेर कारबाही सानालाई चाहिँ के भन्छ अरे ऐन, ठुलालाई चाहिँ केही पनि चैन थियो होइन त्यति बेला? खरनन्द थिए उसले, खरनन्द जाक्टा उनले अनि 5 रोटी 4 ल्याए। हजुर अनि चन्द्रकान्त ल्याए। हजुर मुख्यले 3 रोटी ल्याए पनि। रेगबहादुरले 3 रोटी पनि अरू उयोको कुरा। 3 रोटी तिनले ल्याए होइन। यहाँ हाम्रो यति गङ्गला गरेर 5 रोटी तोके। यति बेला मैले ठ्याक्कै भने हजुरले चाहिँ कति विवाह गर्नुभयो? मैले 2वटा मात्र। अब मरेपछि गरेको त्यो। मरेपछि गर्नु पर्यो, करलाई त्यसरी गर्नु मरेपछि गर्नु पर्यो। त्यसो भए हामी ठ्याक्क यति बेला कोटा दरबारको सेरोफेरोमा छौँ होइन? हजुर जन्मिनुभन्दा पनि हजुरको कार्यकालभन्दा कति वर्ष अगाडि पहिला पनि राजा थिए अथवा पञ्चायतले चलाइरहेको थियो? पञ्चायत मुख्य जिम्मालले चलाएको। मुख्य जिम्मालले अनि जस्तो कि राजा गयो भन्थे के? हजुर मुख्य जिम्माल चलाए। पक्कै पनि दर्शक मेन श्रोताहरू म यति बेला के जोड्न चाहन्छु भने हामीले चाहिँ यो गजुलकोट दरबार जुन 22 24 राज्य हुँदाखेरि चाहिँ
त्यति बेला चाहिँ कसरी यो राजदरबारको बारेमा पनि भाग 2मा चाहिँ हामीले भिडियो सम्प्रेषण गर्दैछौँ। भाग 2लाई पनि माया गरिदिनु होला। यति बेला यो जानकारी गराउन चाहन्छु र म यति बेला चाहिँ फेरि त्यही पञ्चायतकाल अनि त्यस पछाडि रमाइला कुराकानी भलाकुसारीतिर जोड्न चाहन्छु। यस्तो क्या बाजे होइन, जस्तो कि गुलामी राख्ने सिस्टम होइन, नोक्कर राख्ने सिस्टम, त्यो चाहिँ ठुला ओहदामा भएको व्यक्तिले राख्ने कि हजुरले पनि राख्नुहुन्थ्यो, कस्तो थियो? हामीले राखेनौँ। अब अलिक धनी र पुँजीपति राखे, जने लाउनु थिए, कमरा पनि थिए। जने लाउन मिल्दैन थियो कमरा, यो तल्दा दियो कमरा भनेर चलाउने क्या। हजुर, हलो जोत्ने, हलो जोताउने। तै रातबाट गइरहन्छ जोताएको खामीलाई, तै दिल्लीको जोताएर गयो नि त्यस्तो तै जोते। तिमीले खाना दे, उसले खाने छ नि त्यो फेरि। हजुर, खाने छ नि त्यो चाउल होइन, त्यो होइन, खाना बचाउने गर्नु पर्यो। म हजुरलाई एउटा क्वेसन सोध्छु, बुढो मान्छे हजुरले जस्तो कि काचुली फेरे होइन, सर्पले काचुली फेरे जस्तै भयो, अगाडि कस्तो थियो, पछाडि अहिले त कस्तो आयो हजुरको भनेपछि स्थानीय सरकार आयो, वडा अध्यक्षहरूले हेर्ने भयो होइन, काचुली फेरे जस्तै भयो होइन। त्यो अवस्थामा चाहिँ तपाईँलाई पहिले पञ्चायतकाल ठिक कि अहिलेको यो स्थानीय सरकार वडा सरकार ठिक त? गाउँपालिका यो राम्रो यो मुख्य जिम्मेवार भन्ने राम्रो थियो। उसले चाहिँ भने जिम्मेवार हामी चिरो बुझ्यो थियौँ। हजुर, एउटा मान्ने हो। हजुर, ऊ राम्रो थियो, पछि ऊ राम्रो छैन थियो। यो पञ्चायतकाल राम्रो होइन, पञ्चायतकाल राम्रो होइन, अहिलेको चाहिँ राम्रो लाग्यो। यो राम्रो अहिले भन्न चाहिँ यस्तो भनिन्छ नि, के भन्दाखेरि पहिले एउटा मात्रले खान्थ्यो, अहिले धेरैले खाने भनेपछि हजुरको विचारमा अहिले पनि पछाडिको नै मन पर्यो भन्नुहुन्छ? मन पर्यो। अहिले अगाडि हामी 5 जना सदस्य हुन्थ्यौँ, पञ्चायत बेला हुन्थ्यौँ, हामी भएको थियौँ गाउँमा, एक पैसा मिलिन्थ्यो, सदस्य भयौँ। पहिले यो गजुलको संरचना हेऱ्यो भने 8वटा वडा कि 9वटा वडा होइन, 9वटा वडामा प्रत्येक वडाबाट एकजना थियो कि कस्तो थियो सिस्टम? सदस्य हुने 5 जना एउटा वडामा पानी भएर 5 जना। पक्कै पनि दर्शक श्रोताहरू, यति बेलाको संरचनाको कुरा गर्ने हो भने स्थानीय सरकार यो जो कि उहाँहरूले भन्नुभयो 9वटा वडा थिए भन्नुभयो नि, हो त्यो गजुललाई चाहिँ चिरा पारेर एउटा चाहिँ गजुलकोट, एउटा चाहिँ गजुल नामले 5 र 6 सुनिल स्मृति गाउँपालिकाको 5 र 6 नम्बर वडा अहिले त्यसरी थालनी भयो। तर त्यति बेलाका मुख्य अनि त्यस पछाडि लिएर जिम्मालहरूले चाहिँ एउटै यति ठुलो भूभाग कि अहिले स्थानीय सरकार 2वटा छ, तर पहिले चाहिँ एउटै भूभाग चाहिँ यसरी मुख्य अनि घाउराहरू हजुरको पनि हात छ होइन, त्यसरी चाहिँ चलाइन्थ्यो भन्नुभयो। पक्कै पनि दर्शक श्रोताहरू नआत्तिनु होला, एकदमै रमाइलो कुराकानी हुँदैछ, रमाइलो कुराकानी अन्तिमसम्म झनै रमाइलो कुराकानी हुनेछ। यतिन्जेलसम्म पनि हेरिराख्नु भएको छ, हजुरलाई एकदमै धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र म अब अर्को कुरातिर जान चाहन्छु। बाजे यस्तो कि कस्तो भनेपछि पहिले पनि चाडपर्वहरू मनाइन्थ्यो होला होइन, दसैँ तिहार अनि त्यसपछि देवाली तीज होइन, अनि त्यति बेला चाहिँ हजुरले मेला हेर्न जाने, तरनी बस्ने त्यस्तो हुन्थ्यो कि नै? ऊ राम्रो फेरि ऊ राम्रो हजुर, औला मालदा बजार गाउँ जाने, हजुर, टङ्गल बजार भङ्गला सुत्यो, भङ्गलै बाटे पुग्यो त अहिले हो क्या, रमाइलो हुन्थ्यो। पाँचजना जाने एक दिन भएन, 5 जना भएन भने धावाला भयो, काट्ने भयो, कोही चाहिँ कुवा बानी भयो, एक दिनलाई एक दिन उहाँ पनि उहाँ भने उहाँ दुगर्ने रमाइलो त्यो छेक पनि छ नि। यो दसैँ मेला पर्ने ठाउँ पनि ठ्याक्कै हामी त्यही नै छौँ। यहाँ कालराति मेला पर्थ्यो होइन, ठुलो यहाँ कालराति माल बजाउने उयो खाने रङ्ग त। पहिले त हाम्रो पहिलेको पालामा त मोबाइल हुन थियो होइन, छैन थियो, तर नि बस्ने त अब त्यही मेला बेलामा भेटघाट भएपछि राख्ने भाङ बाल्ने भाङ, हजुर, यो रागो ल्याएर बाल्टीमा हामीले बाल्ने हो क्या, हजुर, रागो फेरि बालेर आउने, भाङ बालेर राम्रै आउने। अब तरुण हेरे भाङले हो, अब लाइट छैन त्यो भाङले। कहिलेकाहीँ त कपाल जल्ने, जुङ्गा जल्ने हेर्नु पर्यो। हजुरलाई त्यस्तो भएन? हामीले अलि जोगाएर हेऱ्यौँ। कहिलेकाहीँ फेरि रातको टाइममा सुइँ हिँड्दाखेरि झ्यापै ठोसिन त गएन नि, जोगाएर हेऱ्यो क्या, भाङ सबैले भाङ बाल्ने हो क्या। त्यसपछि तपाईँ पनि कडा हुन्थ्यो होला, जसलाई जस्तो पनि कडै होइन, तरुनी बस्न कडै हो, तरुण बस्ने खुब बस्न्थ्यो क्या भक्कल गए तरुण त देखेको यो
त्यस्तो हुन्थ्यो त्यसै कति भुतुक्क हुन्थ्यो त तरुनीलाई पनि हुने भयो त पैसा पाल्नु पेल्नु पर्यो पैसा हुन्न नि पैसा नि पेल्दा हुन्न अहिले पनि त्यस्तै छ नि पैसा त्यो हो नि किन पैसा पेल्नु हुन्छ तरुनी हुन्न हो कुरा उसले पैसा जसले पेल्यो उही भएदेखि यो त्यही भएर नै होला मुख्यहरूको त्यस्तो थियो अनि यो पश्चिम चरणमा प्रधान भन्नुभयो होइन मुख्यहरूले चलाएपछि प्रधानले चलायो कि कस्तो हो प्रधानले चलाए हो कि मुख्यले नै चलाएर प्रधान कसरी चाहिँ हुन्थ्यो प्रधान त भयो प्रधान भयो मुख्य हटे उनीहरू हजुर हटे पञ्चायत राष्ट्र हटे ए त्यस्तो भयो होइन हटे उनीहरू अनि राणा शासन भन्ने हुन्थ्यो त्यस्तो त्यति बेला देख्नु भएन देख्यौँ हामीले नदेखाएको कुरा त गर्नै भएन हजुर हजुरको बाउ अथवा बाजेको पालामा थियो कि बाजे पाला जुजु पालामा थियो मेरो बाजे पनि त मुख्य भए हुन् जुजु बाजे ए मुख्य मेरो बाजे नै भएका हुन् कोही घाउरा उता त्यसरी त्यहाँबाट हो क्या बाजे मेरो मुख्य घाउरा सब जिम्माल सबै भएका मेरो जुजु बाजे त्यस्तो थियो क्या अनि तिजको मेला रातभरि नाच्ने त्यस्तो यो किसिम त अब नाचो नाचो त जे न्युभरि नाचो भयो कता कता जाने हो बर्खाको टाइम मकैबारी हुन्थ्यो गोठा न गोर्खे गोठ कहाँ छन् गाई सुतेका गोर्खे गोठ अहिले गोठा हाल्ने छोडले अहिले छोडेर त छोडो छ छैन गाई बाँध्ने छोडे उहिले भाङबालो जाने त भाङबालो जान्थ्यौँ अनि पहिले पनि यस्तै खेतीपाती गर्ने गाई बाख्रा पाल्ने सबै बोरी अहिले खेतीबारी गर्दा बोरी भैँसी पाल्ने बोरी बाख्रा पाल्ने बोरी पहिले अहिले भने त के पाल्छ अहिले त गाउँ चाहिँ जाँदाखेरि अलि धेरै बाजो खेतहरू भेट्छ बाजो खेत निसालो भयो निसालो गाउँ त निसालो भयो सुनको यो हजुरको विचारमा के भएर होला यो भएन यो त सब सुखी भएर भयो कि पैसा मर्छ भएर भयो कि एउटा कुरा पैसा मर्छ कमाएर सुखी हो कि उहिले पैसा दुःख भयो दुःख त भयो त्यसरी भयो दुःख अनि हामी कुइलोबास गएर नुन्ल्याम आठो खेप कुइलोबास भन्ने बाजुगञ्ज त्यति बेला जाँदाखेरि कति दिन लाग्थ्यो यहाँबाट सुनछुरी जान्थ्यो क्या तरुनी हजुर सँगै जाने हो तरुनीसँग जान्थे सुनछुरी जान्थे नुनी जाने अब जान्थ्यौँ नि सबै जाने अब बजार ढुल्ने मात्र सुनछुरी बजार हेर्ने रङ्ग मान्थ्यो कि उहिले नुन त हो कति रुपियाँ बोकेर जानुहुन्थ्यो त पहिले पैसा अब 20-15 रुपियाँ अब त उहिले घिउ लाग्ने अहिले त्यो त हामीले ठ्याक्क त्यो 20 रुपियाँ 15 रुपियाँ लगेर जान्थ्यौँ भन्दाखेरि हाम्रो त होइन होला त्यो पत्यारै लाग्दैन नि होइन तर अब त पत्ताउनै पर्ने जस्तो देखियो तर पहिलेको 20 रुपियाँले त धेरै चिज आउँथ्यो भन्छन् म पञ्चमी रामेर यहाँ खुङ्री चौर जाँदाखेरि 3 रुपियाँ रहेछ घाम रामेर 3 रुपियाँ थियो बाबु के गर्नुभयो 3 रुपियाँ 3 रुपियाँ सस्तो भयो रातभरि तरले भन्नु न 1 रुपियाँको यो गरे 2 रुपियाँ 1 रुपियाँको रोटी भयो सेलरोटी खायौँ हजुर होइन कतिवटा आउँथ्यो धेरै आउँथ्यो भसके 1 रुपियाँ ल्यायो त बेटै पनि खाने त्यस्तो अनि 1 रुपियाँ त्यहाँ खर्च भयो 3 रुपियाँ लगाएर गाममा 1 रुपियाँको चा भयो तरुनी तरुनी पत्ताउनलाई ल भन्ने हुन्न थियो होला पिरिम भन्ने हुन्थ्यो होला होइन 1 रुपियाँको कोसेर किन्नु कोसेर भन्ने आँखु क्या हजुर किन्नु पर्थ्यो त्यहाँ बेच्न ल्याउँथे 17 बुझ्यो भन्नेमा त्यो बेचेर उनले दिने हामीले कसार 3 रुपियाँ होइन अनि त्यति बेला त बाजे लास्टी पत्ता जस्तो हुने रहेछ होइन अहिले पछिल्लो चरणमा बोका छ अलि नराम्रो छ भनेर भन्छन् नि अलि केटी पछि लाग्छ भने त्यस्तै हुनुहुन्थ्यो क्या त्यस्तै भयो सबै त्यस्तै थियो समय त्यस्तै थियो समिति थियो कि सब हजुरको सँग चाहिँ कोसँग हुन्थ्यो सँग त पैसाले भएपछि बाबु पनि लाग्ने ऊ बाबु पनि लाग्ने पैसा हुनु पऱ्यो पासमा पैसा नहुने मान्छे लाग्दैन तैँले खर्च गर्छ नि सुन्छेनी तँ हेर्छ लोग्ने मान्छे तँ हेर्छ यसले खर्च गर्छ हिँडो जाम भन्ने त्यसो भए छ पैसा सबै काम छैन पैसा कुनै छैन होइन त्यस्तो हुन्थ्यो त्यो आइमाईले पनि त ड्रामा गरेर त्यस्तै उसलाई बिरेसी चाहिँ किनिदिनु पऱ्यो होइन किनिदिनु पऱ्यो नि हो नभन्दा क्या सिगरेट हुन्थ्यो सिगरेट किनिदिनु पऱ्यो त्यहाँबाट कोही बिहान चुरा लाउने चुरा किनिदिनु पऱ्यो त्यसरी पत्ता लाउने यहाँबाट बाई अब चुरा लगाएर सन्चो लट्ठै भयो लट्ठै त्यही हुन्थ्यो उहिले त्यही हो अनि बिहे चाहिँ कसरी गर्नुभयो दाजुले बिहा त उही मादल टङ्ग टङ्गलो बजाउ ल्याइयो त्यहाँ कहाँ जानु भएको थियो पहिले काट्ने पारी मेलामा ल्याइ तिमीलाई ल्याऊ यो पञ्चीबाङ मेलाबाट ल्याऊ 2वटा बिहे गऱ्यो भन्नु पहिलो कसरी गर्नु हो दोस्रो कसरी गर्नु पहिले त माएर गरे हो बुवा आमाले माएर गरे त्यो भएन हजुर र पैसा मैले ल्याएँ रक्सी खाने र ऊ मादल बजाउने दोरी गाउने हजुर गाउनु म त गीत जान्दिनँ अनि त्यो पहिले त अब ठाडो भाका भन्छ नि त ठाडो भाका गीत त्यो सुन्थ्यौँ हामीले तपाईँले गाउन म त किन मादल बजाउनु जान्दैन म त गीत गाउनु नत्र यसो हाम्रो दर्शक श्रोताहरूले एकदमै एउटा गीत सोधे भए पनि हुन्थ्यो भन्ने हुन्छ नि त होइन नजानेको कुरा त गीत गर्नु भएन होइन ठिक छ अरू कसले गाउनुहुन्थ्यो त यो गाउँमा यहाँ गरौँ त मेला
बेला मेगा भन्छ त्यसले तमास गिरी थिए हजुर गिरी त पास गएको थियो नि खतरा त्यस्तो असाध्यै खतरा पहिले पहिले त मादल बजाएर गीत गाएर बाँसुरी ठोकेर जोसँग एकदमै सिप छ त्यसको पछि लाग्ने भन्ने सुन्थेँ मैले त्यही नै होइन त्यही हो क्या मादल राई बज्यो नि गिरादा आयो बस्ने सबैकै अहिले त गाडीको टुर होइन अहिले त फोनबाट वार्ता हुन्छ छुट्टी डेटिङ भन्ने छ होइन अहिले त्यहाँ मादल बजायो भने फन्डकै घेर भएर बस्दै उसले मान्छे अनि बाजे पहिले पहिले त खोसाखोस गर्ने त्यस्तो हुन्न थियो तरुणलाई जस्तो कि जस्तै म पनि बुढो मान्छे भयो जस्तै उमेरको भए त हजुर र म साथी भयौँ होइन अनि तरुणी चाहिँ आइरहेको छ भने चाहिँ त्यो त मेरो त नलागेछ है तपाईँले फेरि त नलागेछ मेरो हो भन्ने त्यस्तो हुन्थ्यो कि होइन जोरी बोल्ने सोल्सिन 2-3 पनि थिए हो र जोरी मिल्ने पो त त्यस्तो कहाँ हुन्थ्यो जोरी मिल्ने पो जोरी मिलाउने जोरी मिल्ने त्यस्तो कहाँ हुन्थ्यो ऊ जमाना ती थियो जोरी मिल्ने जोरी मिलाउने होइन जोरी मिलाइ के फरक गर्नु ऊ पनि छ ऊ पनि छ ए त्यो रङ्ग जाने हो गाउँ अब उसले पनि उसले मय गरिरहेछ भने आफूले मय गरिरहेछ हजुर फरक नपर्ने त्यस्तो रमाइलो थियो रमाइलो थियो अनि अब हजुर त बच्चा कालमा होइन हजुरले पहिले पढ्नु भएको कति कहाँ पढ्नु त्यो पढाइ भाइ सुन्थ्यो गाडी कोही स्कुल छैन स्कुलै छैन नभएको यो कोही पनि कहाँ थियो त स्कुल अनि हजुरलाई लाग्दैन थियो स्कुल खोल्नुपर्छ भने सोचाउनु थियो पैसा खोल्यो पैसा पो खोल्यो बड्डो पैसा गाडी हामीले अब हान्न पैसा तल्लो केटा पढ्छौँ कमसेकम हजुरको नयाँ पुस्तालाई पढ्न पाएँ होइन शिक्षित हुन पाएँ त्यो नै खुसी हुनुहुन्छ नि होइन खुसी भयो मैले त गाडी पानी खोली मेरो गाडी हो त्यहाँ पानी पोखरा जो कि दर्शक श्रोताहरू एउटा विद्यालय छ श्री जनकल्याण आधारित विद्यालय उहाँको चाहिँ त्यो जग्गा चाहिँ पहिला जमानामा चाहिँ उहाँलाई दिएको कुरा पनि यहाँनिर आयो होइन उहाँ एक हिसाबले सहयोगदाता पनि हुँदो रहेछ प्लस पुरानो कुराहरू पनि गऱ्यौँ हामीले अनि घाउरादेखि लिएर पञ्चायत कालका कुरा पनि खोतल्यौँ तरुणी कसरी बस्थ्यौँ पनि सुन्यौँ नि हामीले होइन धेरै कुराहरू हामीले लगभग हामीलाई सपना जस्तो लाग्छ त्यसले त्यत्तिकै जोक गरे जस्तो लाग्छ होला तर यो कुरा चाहिँ खै एकदमै सत्य जस्तो लाग्छ होइन सत्य नै हो सत्य नै हो त्यही गर्नुहुन्थ्यो होइन अनि पहिले पहिले त यो के भन्छ अरे पशुपालन क्या यो गाई भैँसी बाख्रा धेरै पाल्ने चलन हुन्थ्यो हजुर घरमा चाहिँ कतिवटा हुन्थ्यो पहिले 2टा भैँसी र 8वटा गाई 8वटा गाई अब 5वटा भेडा त्यति पाले मैले त्यसरी पाले अब अहिले कति छ एउटा गाडी बाबु कसले पाल्ने त्यस्तो छ होइन हजुर के पहिले घाँस कसले काट्थ्यो त त्यसरी घाँस त मेरो आइमाईले काट्थे मेरा बहिनीहरू थिए दुईटी तिनी पिलो गए तिनले काट्थे होइन हजुर अनि गोला जानुहुन्थ्यो गोला भन्ने त्यो के भन्छ अरे गाई हो गोला गाई गोला जाने चराउन जाने घाँडा गोदाङ गोला जाने कहाँसम्म पुग्नुहुन्थ्यो हामी तल खोला लग्यौँ यहाँबाट खोला लेख लग्थ्यौँ लेखमा त्यहाँ मार्ने गाउँमा लग्थ्यौँ गाई चराउन त्यहाँ लग्थ्यौँ ठिक छ ठ्याक्कै मार्न जाने ठाउँ भन्नुभयो दर्शक श्रोताहरू सुनिस्मृति गाउँपालिकाको वडा नम्बर 6 धौली गाउँ भन्ने ठाउँदेखि लिएर माथि चाहिँ ठामालेक भन्ने छ रोल्पा जिल्लाको दोस्रो अग्लो स्थान भन्दा पनि फरक नपर्ने ठाउँ त्यो ठाउँमा चाहिँ केही दिन अगाडि आगो लागेको थियो उहाँ आफै जानुभयो त्यति टाढा उकालोमा पनि जानुभयो अरू पनि जानुभयो ठिक छ पक्कै पनि दर्शक श्रोताहरू यसै च्यानल पुस्तक मिडियाबाट चाहिँ हामीले त्यो भिडियो पनि सम्प्रेषण गर्दैछौँ त्यो जो कि आगो लागेको भिडियो उहाँहरू जानुभएको थियो धेरै व्यक्तिहरू बुढोदेखि लिएर बच्चा समेत आगो निभाउन गएको थियो त्यो भिडियो पनि हामीले त्यो क्लिप्स पनि सुरक्षित राखेका छौँ हामीले यसै मिडिया मार्फत हामी त्यो पनि सम्प्रेषण गर्दैछौँ त्यो पनि हेर्नु होला धेरै कुराहरू आइरहेको छ यति बेला अनि जस्तो कि बाजे पहिलेका मान्छे पुरानो पानी खाएर एकदम बलियो हुन्थे अहिलेका त केही कामै गर्न सक्दैनन् हो चिसो पानी मस्ती घिउ र दही खाएर बल्ला भए उहिले दुना क्या एक बुटको दुध खाने बिहान उठेर दुःख पनि गर्ने खाने पनि भयो नि हजुर तर खाने भात प्रशस्त छैन थियो उहिले प्रशस्त थियो आफ्नो धान भएको थियो खेत भएपछि मस्तै गहुँले खायो तर चौलानु थियो प्रायः जस्तो आटो खान्थे भनेर नि पुरानो पानी खाने टक्क आटो खाने मकैको अहिले त विकासी चामलको भात खाने प्राणी छैन भन्छन् होइन प्राणी छैन फेरि यो प्राणी भएन यो बेथा लाग्ने ती हो आएर गयो गर्ने ती हो असल भल्छा ल्यायौँ हामी उयो कहाँबाट थाहा हामी तगडा समाउँदै तगडा हुन्छ होइन हजुर 79 वर्ष भयो हामी तगडा समाउँदै 79 वर्ष भयो भयमा हुन्छ
हजुरलाई कति वर्षसम्म बाँध्नु मन छ? खै बाँध्दैमा त 100 वर्ष बाँध्नु मन छ बा भुलिहाल्यो उहाँ थाहा छैन त्यस्तो हो नि धेरै वर्ष बाँध्ने मन छ तर भन्नेले त मलाई 95 वर्ष भने हजुर अब हेराउने पनि गर्ने हेराउने पनि गर्नु भएको छ अहिले अब प्युठानको पुरकोट भन्ने 95 वर्ष 95 वर्ष हुन्छ भने हजुर त्यस्तो कुरा त्यस्तो पनि हेराइन्थ्यो पहिले हेराइन्थ्यो म प्युठान गएर हेराएँ उहाँ पुरकोट गएँ हेरौँ न हजुर आगो यस्तो बाजे अब पुरानो पहिले चाहिँ विवाह गर्दाखेरि पनि कम खर्च निक्लिन्थ्यो अहिले धेरै आउँछ भन्छन् कस्तो अहिले चार काट्दै दुनियाँबाट काट्छ आउने भयो बोटो भएर भुल्दा जाने भने काट्थ्यौँ हजुर हो यहाँ त बिहा होइन एउटा खोचे तौलामा गोडा धुयो सट्टै ल्यादुले गुन्नु लगाइदियो भयो त्यही हो घुम्टो सुम्टो सिङ्गारपटा पैसा त होइन दुलाले पहिले रक्सी कति खाल्ने त मान्छे खान्थेँ रक्सी यति बङ्गाली खान्थ्यो हजुर कति वर्ष खानुभयो त? मैले खाएँ म छोडेको 30 वर्ष भयो छोडेको 30 वर्ष भइसक्यो रक्सी छोडे हजुरले खानु खान्थ्यौँ हामीले पनि खान्थ्यौँ हामी रक्सीमा 2 घर हुन्थ्यो यो कलकत्ता भन्ने घर हेर्दै पार्थेँ हजुर त्यहाँ एउटा हमाल भन्ने घर पारेर त्यो कोही पारिदिन्थ्यो रक्सी पार्ने खाने आनन्द यहाँ कुवा पानी ठौली गरेर पार्थेँ क्या म यहाँ तरुनी मिठो हुन्थ्यो खै मिठो भने लागेछ मिठो हुन्छ अनि रक्सी खायो अनि त्यसपछि तरुनी बस्नु त्यो तरुनी रक्सी लग्ने क्या रक्सी खाने तरुनीहरूले नि खान्थ्यो त कहाँ उनी बोकेर लग्थ्यो तन्दिरले त्यस्तो हुन्थ्यो त्यस्तो भएर अहिले लग्छन् रक्सी बोक्छन् पुग्दिनँ हो त्यो पहिले त धेरै रमाइलो रहेछ हामी पनि म पनि पहिले जन्मिया भए हुने छ हो कुरा त्यो रक्सी लग्ने तरुणले रक्सी त भातिदिने तन्दिरले जाने हजुर पैसा दिनु पऱ्यो रक्सी बोल्दा दिनु पऱ्यो त्यसै खान त भएन त्यस्तो हुन्थ्यो त्यस्तो अरू खायो सबैले पल्ट्यो वनमा बस्ने त्यस्तो हुन्थ्यो कि नै त? वनमा गोठा त कहाँ सबै गोठो हुन्थ्यो क्या बुझ्नु कहाँ हुन्थ्यो नै मैले भन्न खोजेको गोला जाँदाखेरि गोला गएर वनमै त्यस्तो वनमा बस्ने हो त्यस्तो हुन्थ्यो नि अब गाईलाई उता लगाइदियो कुले यता लगाइदियो कुदाइदियो गोठे गरेर रमाइलो गरेर बस्ने हाइर उयो गर्ने गिदाउने त्यस्तो थियो अनि हजुर चाहिँ मादल बजाएर ल्याउनु स्वास्नी मैले त्यो रक्सी खाएँ नि त्यसै मैले फकाएर कुनै कुरा ल्याएँ मैले मादल बजाएन मैले जे पनि रमाइलो भयो पक्कै पनि दर्शकबिन श्रोताहरू हामीले धेरै कुराहरू खोतल्यौँ धेरै कुराहरू गऱ्यौँ अब म चाहिँ के कुरा हामी अन्तिमतिर पनि छौँ है हजुरहरूले अब थोरै क्लिप छ रमाइलो भइरह होला जहाँसम्म लाग्छ रमाइलो कुराकानी भइरहेको छ पुरानो कुरादेखि ल्याएर तरुनी बस्नेदेखि ल्याएर धेरै कुराहरू आयो नि त होइन हजुरहरूले नथापा कुराहरू धेरै बुझ्नु पनि भयो होइन हामी यति बेला भाग 1मा छौँ पुरानो कुराको भाग 1मा छौँ म अन्तिमतिर छु म बाजेलाई अर्को कुरा के सोध्न चाहन्छु भनेपछि यो गजुल एरिया भयो होइन यो गजुल एरियाको पुराना जस्तै घुम्न लायक स्थलहरू चाहिँ के छ कस्तो छ हाम्रो पाएछ मैथान त्यहाँ भयो देवीथान त्यहाँ मेला लाग्छ यो कोटको कहिले मेला लाग्छ 14 त ठुलो दशैँमा लाग्छ लाग्छ त्यहाँबाट यो जलजला मन्दिर गएर पत्तिर त्यहाँ पनि ऊ छ गुफा छ त्यहाँ हेर्ने गुफा पनि छ होइन गुफा छ त्यहाँ गुफा छ हाम्रो यो मौसिरी मेलामा हाम्रो मुन्तिरन स्थान पर हाम्रो गौरामा लाग्छ ठुलो मौसिरीमा लाग्छ मौसिरीमा लाग्छ ठुलो मेला लाग्छ 1200-1300 बोका काट्छन् त्यस्तो हो त्यहाँ लाग्छ अनि एउटा सुविधि बोगालो धारामा लाग्छ पारि मेला पनि हेर्ने त हो हाम्रो गुफा त्यही त हो हेर्ने त्यहाँ लाग्छ एउटा लसमारी अब वरिपरि हाम्रो हजुर मोराउनी पर्छ मेला लाग्ने अनि हामी जुन ठाउँमा छौँ त्यहाँ चाहिँ मेला कहिले लाग्छ त? हामी दसैँमा चाहिँ कालराति भनेर 3 दिन जति लाग्छ भन्ने 3 दिन हो यहाँ धेरै रमाइलो हुन्छ यहाँ 3 दिन अब पक्कै पनि दर्शक श्रोताहरू बाजेले भनेको जस्तै होइन पहिले त मेलामा गइन्थ्यो तरुनी फकाइन्थ्यो अनि लगिन्थ्यो भन्ने त्यस्तै फकाउने अनि लग्ने त्यस्तो खालको सिचुएसन पनि मिल्न सक्छ त्यो भन्नाले हजुरहरू पनि यो ठाउँमा मेला हेर्न आउनु होला उहाँले जहाँ भन्नुभयो त्यो ठाउँमा चाहिँ मेला हेर्न आइराख्नु होला त्यसै गरी बाजे म एउटा अन्तिममा एउटा क्वेसन सोध्छु जस्तो कि पहिले चाहिँ भेदभाव जस्तो कि छुवाछुत भेदभाव होइनदेखि ल्याएर हरेक कुराहरू मुख्य बोगालदेखि ल्याएर घाउरा बोगाल होइन हजुरहरूको ठुलाले चाहिँ सानाले हेप्ने त्यस्तो चलन थियो भन्ने पनि सुन्नमा आउँछ पहिले कस्तो थियो त त्यो थियो हजुर अब यस्तो थियो अहिले अब चल्यो सबै दुःख सुख चल्यो अहिले अगाडि छैन थियो कहाँ हामी यहाँ हिँडे भएछन् हामी ऊ तर यस्तो गरेर सिपेर जाने
हजुर अगाडि है हजुर दलित वर्ग तल सेपेर सेपेर अब त्यहाँ अब बाहुन त्यहाँ आयो भने हामी पनि गऱ्यो खुट्टामा ढोगर्ने हजुरहरू हामीले ब्राह्मणहरूलाई खुट्टामा ढोगर्ने ढोगर्ने छौरी पारेर आएपछि नमस्कार बाबु साहब भन्नु पऱ्यो पहिले भन्नु पऱ्यो पहिले भन्नु पऱ्यो पहिला नभन्नु त हुन्न नि नगरेपछि के हुन्थ्यो त किन गर्न ठुलो बाबु भनेको त बराबर भयो नि त्यस्तो पनि हुन्थ्यो होइन हुन्थ्यो अनि गाली गर्ने दण्ड सजाय दिने त्यस्तो होइन भाइ आफूले सत्कारती थियो क्या हाम्रो सत्कारती थियो त्यसो भए त जाति जाति जस्तो ठकुरी ब्राह्मण अनि त्यस पछाडि छेत्री अनि छेत्री फेरि तल्लो जातलाई अनि माथिल्लोदेखि तल्लो जात स्टेप स्टेप हुन्थ्यो होला होइन भर्याङ चढे ठुलोदेखि हामीले मान्नु पर्यो हामी त्यो थियो क्या उहिले खुट्टीमा ढोगर्ने थियो अहिले त्यो चलन हरायो त्यो नगर्थ्यो भने भयो हो भने भयो हजुर त्यस्तो यो अहिले यो राम्रो छ राम्रो छ पक्कै पनि भेदभाव नगरेको हामी सबै नेपाली सबैको रगत रातो हुन्छ अहिले मिल्यो यसरी नेपालमा चाहिँ यो धेरै जात जाति अनि धेरै वर्गका समूहहरू बस्ने हाम्रो समाज होइन ठिक छ एकदमै यो चाहिँ पछिल्लो चरणमा चाहिँ धेरै राम्रो भन्नु राम्रो भयो यो राम्रो भयो त्यस्तो थियो म प्युठान गएको पारेर बुहारी आउने वारी ससुरो हजुर रुमाल झिकेर ढोगेर गप्पकै जुत्ता झिकेर फाल्टै फाल्टो ढोगेर देखाएको छु मैले प्युठानमा त्यस्तो हुन्छ है त्यो थियो नि पुतला गरेर त यहाँ पुतला हिँड्ने पुतला पुतला छोरी अनि यो के भन्छ अरे जेठाजु बुहारी ढाक्ने चलन त्यस्तो जुत्ता अहिले त हट्यो नि बिस्तारै हट्दैछ नि अहिले जेठाजु बुहारी भयो घुम्दा हुन् जे बारी हुन्छ नि त हो कि अब एउटा बुहारी भएपछि जान्छन् के भन्छ त्यस्तो खालको हुन्छ त्यस्तो खालको भयो होइन पक्कै पनि दर्शक महानुभावहरू पुस्तक मिडियाको यो पुरानो कुरा भाग 1 लाई लिएर आएका थियौँ धेरै कुराहरू गरे होइन धेरै कुराहरू चाहिँ खोतल्ने प्रयास पनि गरियो धेरै कुराहरू सोध्न नभएको पनि हुनसक्छ मैले नसोधेको उहाँले भन्न नसकेको कुरा पनि हुनसक्छ दर्शक महानुभावहरू एनी टाइम अर्को टाइममा चाहिँ हामीले चाहिँ त्यो कुरालाई फेरि जोड्ने जमर्को गर्नेछु म अर्कोचोटि फेरि अर्को भागमा चाहिँ त्यसरी जोड्नेछु यति बेला हामीलाई हेर्नुभयो धेरै धेरै धन्यवाद देश तथा स्वदेश होइन विदेश होइन जुनसुकै ठाउँबाट हेर्नुभयो तपाईँहरू तमाम दर्शक श्रोताहरूले योलाई चाहिँ यो भिडियोलाई चाहिँ पुरानो कुराहरूलाई चाहिँ हामीले जगेर्ना गर्नुपर्छ हामी जस्तो हामीभन्दा पछाडिका पुस्ताहरूदेखि ल्याएर हामी जस्ता पुस्ताहरूले त यो कुरा बुझेकै छैनौँ नि त पञ्चायतकालमा कस्तो हुन्थ्यो अनि उहाँहरूको कार्यकाल कस्तो हुन्थ्यो पुरानो कुराहरू चाहिँ हामीले सेयर गर्नुपर्छ पक्कै पनि हजुरहरूले भिडियोलाई सेयर गर्नु होला अझै माया गर्नु होला हामी यस्तै पुराना कुराहरूलाई लिएर आउनेछौँ भाग 1 आज सुरु भइरहेछ शुभारम्भ भइरहेको छ भाग 2 भाग 3 गरेर हामी रेगुलर अगाडि बढाउने छ यो कार्यक्रम अनि त्यस पछाडि यो पुरानो कुरालाई चाहिँ एकदम माया गर्नु होला म चाहिँ अन्तिममा छु बाजे के छ यो यत्रोको बेरसम्म हामी कुराकानी गऱ्यौँ हजुरलाई चाहिँ कस्तो लाग्यो राम्रो मलाई साथी राम्रो के भन्न चाहनुहुन्छ हाम्रो जस्तो कि हजुरको छोरा होइन विदेशमा हुनुहुन्छ अनि त्यस पछाडि अरू नेपाली जनहरू पनि विदेशमा हुनुहुन्छ स्वदेशमा हुनुहुन्छ जहाँ हुनुहुन्छ उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ त यो भिडियो हेरिराख्नु भयो होला उहाँहरूले धन्यवाद हुन्छ मैले राम्रो भयो असल हो म बोले धेरै कुराहरू थाहा पाउनु भयो भने भन्नुहोस् होइन र धेरै कुराहरू भन्नुभयो ल अन्तिममा भन्नुपर्ने केही छ र बाजे छैन फेरि भनौँला फेरि हामी कुराकानी गर्दै गरौँला होइन ठिक छ दर्शक श्रोताहरू यति बेला क्यामेरामा नारायण दैत हुनुहुन्छ भने म क्यामेराको अगाडि हजुरको प्यारो मान्छे किरण सुवेदी र हाम्रो यो पुरानो कुरा भाग 1 को यो बसाइ सकाउँदै र पुस्तक मिडियाको टिम बिदा हुन चाहन्छु नमस्कार।